हेलो गाइज, वेलकम टु माई च्यानल। सो आज चाहिँ सन्डे हो अनि आज फेरि म काममा निस्किसकेको छु। अब बिजी डे हो आज पनि, स्याटरडे र सन्डे। हिजो पनि स्याटरडे नाइट थियो, बिजी भएर अझ पनि आँखा खुल्ले छैन जस्तो छ। यस्तो थकान महसुस भइरहेछ कि अब के गर्ने के नगर्ने भनेर जस्तो भइरहेछ। अब चाहिँ आज सन्डे पनि हेरौँ, बिजी त हुन्छ नहुने होइन, तर गर्नु चाहिँ पर्यो। अब किचनमा काम गरेपछि यस्तै हो, सेफको काम चाहिँ सजिलो त छैन। अब हेरौँ के हुन्छ होइन। सो यही हो। अनि आजको दिन चाहिँ फेरि अब ट्रेन पनि समात्नको लागि यहाँबाट ट्रेन छुटे बापत आधी घन्टा कुर्नुपर्छ। यस्तो छ यहाँको मेट्रोको हालत अस्ट्रेलिया। घाम चाहिँ आज मजाकै लागेको छ, नलागेको चाहिँ होइन। एकछिनमा पानी पर्छ, एकछिनमा घाम लाग्छ, के हो थाहा नै लाग्दैन। यस्तै हो। अहिले चाहिँ म चाहिँ अब ट्रेन स्टेसनको लागि, ट्रेन समात्नको लागि गइरहेको छु ट्रेन स्टेसनतिर। अब यो चाहिँ बाटो क्रस गर्ने हो। अब जबसम्म हरियो बल्दैन तबसम्म हिँड्न मिल्दैन यहाँबाट। अब हरियो बल्ने दिनसम्म चाहिँ हामीले कुरेर बस्नुपर्छ। जब हरियो बल्छ अनि त्यसपछि चाहिँ बल्ल हामी हिँड्ने हो, यहाँबाट क्रस गर्न पाइयो रोड। सो मैले बाटो चाहिँ क्रस गरेँ, देखाउन चाहिँ पाइनँ। मैले बाटो चाहिँ क्रस गरेँ अब होइन। अब मोबाइल युज गरेको बेला बाई मिस्टेकले पनि यहाँ कतिजना चाहिँ रेड लाइटमा पनि हिँडिदिन्छ होइन। सो म चाहिँ रिस्क लिन चाहदिनँ, सो मैले चाहिँ मोबाइल नयुज गरेको हो, त्यसैले चाहिँ मैले देखाउन पाइनँ। अनि यो चाहिँ म अब यो स्टेसनतर्फको लागि, यो स्टेसन हो है, स्टेसन जाने बाटो। अझै पनि 2 मिनट बाँकी छ। अब ट्रेन कुरेर 2 मिनट बस्नु पर्यो, त्यसपछि बल्ल ट्रेन आउने हो। अस्ट्रेलिया आइसकेपछि त काम, पढाइ, घर, त्यही 3 थोक त दिँदैन। यो चाहिँ हाम्रो ट्रेन आइसक्यो। अब चढ्ने, त्यसपछि कामतिर जाने। अब के छ र जिन्दगीमा लान अझै। सो गाइज, मेरो चाहिँ एउटा फनिएस्ट थिङ भयो होइन। अहिले चाहिँ म काममा निस्केको थिएँ होइन, जसै कि तपाईँहरूलाई थाहा छ सबैजनालाई। अनि काममा निस्केको बेला हाम्रो जुन ड्रेस कोड हुन्छ त्यो चाहिँ मैले ब्यागमा प्याक गरेर घरै बिर्सेँ। आधी बाटो पुगिसकेपछि बल्ल याद आयो कि मैले ब्याग चाहिँ घरै बिर्सेँ भनेर होइन। सो अब चाहिँ फेरि म ड्रेस कोड लिन गइरहेको छु। अब चाहिँ म घरतिर लाग्न आँटेको गाइज। आफ्टर सो मच बिजी टाइम कामबाट। अब चाहिँ म घर आइपुगेँ। अब घर आइपुगेपछि अब चाहिँ खाना खाने, अनि त्यसपछि सुत्ने। तरकारी दिन्छ त्यो खानामा चाहिँ यही हो। अब चाहिँ म सुत्न आएको होइन। अब थकान लागिसकेपछि चाहिँ मलाई थाहा भएन के हुन्छ होइन, तर मलाई चाहिँ सुत्नुपर्छ किनभने अब बिहान काम चाहिँ फेरि। सो त्यसको लागि चाहिँ फेरि उठ्नुपर्छ बिहानै, त्यसैको लागि चाहिँ अब चाहिँ गुड नाइट। थ्याङ्क यू गाइज फर वाचिङ माई भिडियोज।